मैदा अनि चिनी मसला राखेर बाबुको लागि चाहिँ त्यो मालपा बनाउँदैछु गाइस है। यो चाहिँ छिट्टो छोटो समयमा छिट्टो खाजा रेडी। बाबु आउने बेला भइसकेको छ। खाजा के खाने मामु भनेर सोध्छ, के बनाइदिउँ जस्तो हुन्छ। छिट्टो उसलाई चाहिँ एकदम मनपर्छ पकौडा। पकाउन गइरहेको छु। थोरै गरेर त्यसरी हाल्दैछु। बाबुलाई चाहिँ एकदम मनपर्छ तेलमा तारेको मालपा। छिटो पनि हुन्छ अनि छिटो पनि पाक्छ अनि सजिलो पनि, राख्न पनि सजिलो अनि खाँदा पनि चियासँग खाँदा अथवा तरकारीसँग यो रोटी खाँदा एकदम मिठो हुन्छ। मालपा भन्छ हाम्रो चाहिँ यतातिर। एकदम मिठो हुन्छ गाइस। यो चाहिँ रातो नहुन्जेल यसरी नै पकाउनुपर्छ। यो चाहिँ रातो हुन लाग्यो, अब हुन बेला भयो। चाहिँ खाँदा पनि मिठो हुन्छ चियासँग, दुधको चियासँग। यो चाहिँ त्यहाँ पसलमा मान्छे आयो भनेर दौडेको त हेर्नु न गाइस, यता डढिसकेको छ। अब म चाहिँ झिक्छु है। एउटा चाहिँ यस्तै डढ्यो साथीहरू हेर्नु त, सानो चुटुक्क परेको मालपा चियासँग खान रेडी भएको छ। यता चाहिँ डढेको छैन, यता चाहिँ डढेको छ। त्यो पनि ठिकै छ, एकदम मिठो हुन्छ। अब चियासँग हजुरहरू पनि बनाएर खानु होला अनि लाइक पनि गर्नु होला।